ride disco, a superstar disco. We can ride looking like a superfly disco. And you can ride disco, and we can fly disco. And you can ride looking like a superfly disco. We can ride disco, a superstar disco. We can ride looking like a superfly disco. And you can ride disco, superfly disco. We can ride disco, the superstar disco. And we can ride looking like a superfly disco. And you can ride disco, and we can fly disco. And you can ride looking like a superfly disco. We can ride disco, the superstar disco. And we can ride looking like a superfly disco. And you can ride disco, and we can fly disco. And you can ride looking like a superfly disco. मिलाइसक्नु अरू केटाहरुमा कोही भेटेन हामी चाहिँ होटलमा सुत्न जान्छौँ ल गुड नाइट हेलो गुड मर्निङ एन्ड नमस्ते 7 NRM मा आज हामी जाँदैछौँ यो NRM मनाङमा भइरहेको छ यसपालि मनाङको चामैसम्म हामी जानेछौँ र त्यसपछि हाम्रो यात्रा भनेको थप तिलिचोसम्म पनि हुनेछ वी आर अल गियर्ड अप फर तिलिचो हेरौँ मौसमले कतिको साथ दिन्छ इट्स बिन रेनिङ फर 2 डेज 2 दिनदेखिबाट मजाले पानी परिरहेको छ है लेट्स होप कि आज बाटोमा जाँदाखेरि पानी नपरोस् यात्रा अब रमाइलो हुन्छ जस्तो मान्छे टर्नै छ एज यु क्यान सी सौरभको बाइक हुनुपर्छ है ट्याङ्क ब्यागदेखि लिएर ट्याप्पै यो मान्छे ल कुर्सीहरू पनि हालेको छ ब्यागहरू ल यस्तो मजाको छ है सबैजनाले अब हामी त्यहीँनिर मजाले 5 दिनसम्म 4 दिनसम्म टेन्ट हाल्ने बस्ने हो टेन्टमै बस्छौँ हामीहरू रेनकोटहरू नेपालको झन्डा हाम्रो क्लबको झन्डा यात्रा सफल होस् मानेर इच्छा गरौँ सबैको धन्यवाद टिका लगाएर पैसा पाइँदैन है सो यतिखेर हामी लोथर आइपुगेको छौँ हाम्रो एक दुईजना राइडरहरू पछाडि छुट्नु भएको छ कुरिरहेको छौँ एकदम मौसम कस्तो सफा भएको छ है हिजो एकदम राम्रो पानी परेको थियो भिजिबिलिटी पनि बेस्ट छ एकदम ग्रिनरी देख्न सकिन्छ सडक पनि सफा चिल्लो बाटैभरि हामी सबै अब यो NRM इभेन्ट नै जान्ला होला है यो अब क्लबको राइडर्सहरू फ्ल्याग हालेर मजाले हिँडिरहनु भएको छ बाटोमा देख्न सक्छौँ इन्डियाबाट नि आउनु भएको छ म्याक्सिमम् सो यतिखेर बिहानको 10 बज्यो हामी हिँडेको अलमोस्ट 1 आवर लाग्यो ग्रुपमा हिँड्दाखेरि सोलो हिँडेको जस्तो हुँदैन अलिकति एउटा राइडिङ प्रोटोकलमा हिँड्नुपर्छ हामी कसैलाई पनि ओभरटेक गर्दैनौँ अगाडि क्याप्टेन हुनुहुन्छ पछाडि सुपर बस्ने त्यसकै बिचमा हामी राइड जान्छौँ सो अलिकति सोलो हिँडेको भन्दा अलिकति केही टाइम बढी लागे तापनि मजा छ मजा आउँछ सो यतिखेर हामी दासढुङ्गामा छौँ हाम्रो आज मर्निङको खानपिन यही हुन्छ यहाँबाट खाना खाएपछि हामी ढ्याक्कै खाना हामी रेस्टुरेन्ट पुग्छौँ आज एकदम खाटी स्विमर हुनुहुन्छ उहाँभन्दा पछाडि आज कोही छुट्नु सक्दैन है रोहित भाइ एकदम निन्द्रामा त्यसमा चाहिँ भोक कतिको लाग्यो अब भोक लाग्ने त बेला भएकै हो नि हाम्रो त बिहान चियाभन्दा केही पनि खाएको छैन है जस्ट चिया र एउटा चिया मात्र खाएर आएको एकदम भोक लागिरहेको छ 11 बज्यो एक थाल भात बजाएर अनि आरामले सौदै अगाडि लाग्नुपर्छ ल हो खायो हामीले चाहिँ यस्तो भोक लागेको थियो होइन होटलको नाम पनि लाफा पुगेँ लाफा हाम्रो यत्रो हातले चाहिँ झम 4 चोटि थपेर खाएँ ल्याएको छ थप्दैछ अब यो अहिले हिँड्न नसक्ने भइरहेको छ
हामी मुङलिनमा एकजनालाई रिसिभ गरेर वी आर फ्री टाइम छैन टन्डै राइडर्सहरू पनि भेटाएको छ हाम्रो सुरज दाई पनि अगाडि आइसक्नु भएको छ त निकाल्ने होइन सो खाना खाएपछि 1.5 घन्टाको कन्टिन्युस राइडपछि एउटा ब्रेक गरेको छ हामीले एकछिन हामी पानी खान्छौँ चिसो खान्छौँ अलिकति रिभाइभ गर्छौँ हाम्रो भाइलाई पनि एकदम धेरै निन्द्रा लागिरहेको छ अलिकति होइन अहिले त फ्रेस अहिले फ्रेस भइसकेको छ सुनिल दाइ थाक्यो हो नयाँ वर्ष शुभकामना हाल्नु पऱ्यो अरू त भात पनि खाएन पुरै कमजोर देखिन्छ एकदमै हेलो अहिले हामी यहाँ तल आइपुग्यो अहिले हामी रेस्टमा कति घन्टा अब त्यही 2-3 घन्टा लाग्ला अब तनौ हो त होइन बेलुका चाहिँ एउटा सिटामटर त खाएर सुत होइन बिहान एकदम फ्रेस हुन्छ एकदम किनकि बिमारी भयो 2 बजी सुत्यो 2 बजी सुतेको ठिक छ बाटोमा हल्का हल्का निदाउँदै जाउँ न केही फरक पर्दैन हाम्रो बाइक काठमाडौँको एकदम एनर्जेटिक नयाँ अब एनर्जेटिक राइडर हुनु सबै हो कि हाम्रो सुरज भाइ काठमाडौँको ग्याङ होइन भाइ त भनाएर हो फेरि रविन्द्र ऊ चाहिँ हेरौँडाकै हो हाम्रो एउटा भाइ जोडाके अस्ति भेटेको है हामी अन द स्पोट त्यहीँबाट आइरहेको रहेछ क्या साउरा भाइ अब कतिखेर हिँड्ने हो अब पानी सानी खाइयो अलिकति सर्ट टोइलेट पनि बसियो अब हिँड्ने अब खासै छैन नि खासै टाढा छैन नि अब 2 घन्टा होला अब त्यस्तै 2 घन्टामा हामी बस्ने ठाउँमै पुग्छ हामी चाहिँ होइन कहाँ फेरि बेसी सिल्भर कलरको सिम्पलको एकदमै राम्रो है त्यहाँबाट डेस्टिनेसन पनि जान सक्छ जस्तै भनिरहँ गोरेटोमा पहिलोचोटि अफ रोडमा आइदिएको छ एकदम गाह्रो भन्दा नि गाह्रो बाटोमा ब्रेकै नलाग्ने ठाडो ओह्रालोमा छ ब्रेकको भन्दा नि हामी ज्यादा गियरको भरमा हिँडिरहेको छौँ अहिले के दिन्छ त्यो बेग्ला त्यही त मस्तै मस्तै ठगेर लगाएर केटाहरू चाहिँ उसमा दिनमै बस्दैछ हामी चाहिँ सडकमै बस्दैछ गाडी ल्याएर ल्याम्मै हान्यो भने त ब्रेक सब माइ मेलेर हिँड्छ यहाँ जाने जाउँ हामी अहिले बेसी सहर राइट नाउ बेसी सहरमा छ एकदम आनन्द लिइरहेको छ हामी यहाँनिर पिच सडकको भर्खर भर्खर बनायो पिचमा बस्नु पनि मजा आइरहेको शीतल भइरहेको होइन भाइ मेरो चस्मा फुट्यो एउटा ड्याडको चस्मा बोकेर आएको थियो अब अर्को किनिदिनु पर्ने अवस्था आइस सरी भन्दा त्यस्तो होइन अब त्यस्तै हो पुरै हिमाल हेर न 50वटा एङ्गलबाट भिडियो बनाएर बसेको छ हामी
गाइस सुरुङ बाइक लिएर फर्स्ट टाइम सुरुङ जान लागेको हामीहरू एकदम डर लागिरहेछ होइन जस्ट किडिङ रमाइलो लागिरहेछ बस भित्र बवाल छ के भयो क्याप्टेन साहब के बाइक साइड केही बिग्रियो कसरी बिग्रियो भने के अरे हाम्रो माफियाले 5 मिनट ब्रेक रे ब्रेकै अलिकति खतरनाक बाटो आयो खतरनाक त्यस्तो साह्रो अप्ठ्यारो चाहिँ लागेन है बाटो अलि त अब यो मनाङस्ताङ जाँदाखेरि अफ रोड अलिकति च्यालेन्जिङ हुन्छ नै बट त्यस्तो च्यालेन्जिङ जानै नसक्ने भन्ने छैन यो हामी बिस्तारै अगाडि बढ्छौँ भोलि अगाडि बढिसक्यो फुस्रै भएर आइपुगेको छ बाटो चाहिँ एकदम पक्काको अफ रोड रहेछ बट ठिकै हो त्यति साह्रो अफ पनि होइन आउन सकिन्छ मजाले डबल लोड आएको आज स्टिल हामी लमजुङमै छौँ भोलि हामी चामेसम्म पुग्छौँ यहाँबाट 2 घन्टा लाग्छ चामे पुग्नलाई धुलो चाहिँ एकदम मजाले खायो यस्तो छ अब भन्ने ठाउँ पुगेर मजाले पुछिन्छ यदि तपाईँहरू पनि अब यतै बस्ने उ हुन्छ भने बस्नुहोस् यहीँ बस्दा पनि केही पनि फरक परेन डजन्ट म्याटर त्यो त भएन के फरक परेन नि त होइन त्यो त तर मैले त मिलाइदिने काम मात्रै हो मेरो काम चाहिँ अब हाम्रो काम चाहिँ अब के भन्दा केटाहरूले यस्तो झुलो उडाए यार त्यो रुल्सै ब्रेक गरे क्या जुन ओभरटेक नगर्ने भनेको है यहाँ जब यो रेजिस्टरबाट भित्र आयो नि यस्तो कुदा केटाहरूले अब धुला खानुपर्छ मैले त के भयो म त 2टा बाइक पछाडि क्या मेरो हाम्रो अगाडि बस्ने चाहिँ यही घर हो यसको पछाडि सुनिल दा ह्याप्पी न्यू इयर केही सम्झिन मन छ नि हिजोको नो ड्रिङ्क्स ओन्ली वाटर अब तयारी हुँदैछ अब अर्ली इन द मर्निङ ब्रसिङ वासिङ के सुनिल दाई रेडियो चार्जर को छ कति छ धेरै छ हामी त आउँदै देखेँ एउटा कुनलाई हो एउटा त भित्र अब अहिले चाहिँ जाने हो कि त्यो तातो पानी हुन्छ नि हामी जाँदैछौँ जगतबाट हामी अगाडि बढ्दैछौँ अब खानपिन आज यतै गरियो सो यहाँको बसाइ पनि रमाइलो भइसम्म सो स्ट्राइकिङ टाइम अझ 18 सेक्सन आउनु बाँकी छ
पनि हल्स ल्याइरहेको छ दाई Welcome to Manang. Donkey. Don't know what it is, but as you can see, कस्तो मजाको चाहिँ शीतल है। यही माथि हिमाल, यही यस्तो राम्रो के फुलेको हो यो है। जङ्गलै रातै हुनेखेरि के पाल्दा पनि यस्तो मजाको होइन कि है। न लाली गुराँस पनि आमा कस्तो हो कि ठाडो भिर माथिबाट हामफाले एकैचोटि त्यहीँ आएर बजारिन्छ जस्तो कि एकदम खत्रै उकालो छ लास्ट हामीहरू यस्तो डेभिड फल्स पाताले छाँगो हाम्रो अगाडि तर यार पहिला पानी यताबाट झर्थ्यो उताबाट लगाएछ है ठ्याक्कै यहाँ झर्नाबाट जानु पर्थ्यो कि यहीँ हो जस्तो लाग्यो तपाईँलाई होइन यहीँ हो किनभने लगाउँदा हेर्दा ठ्याक्कै यहाँ पानी झर्थ्यो पानी उतापट्ट झरेछ त्यहाँ नाका भिजिरहेको छौँ होइन ओपी झर्ना रे भन्छ नि हाम्रो त्यसलाई चाहिँ उतापट्टिबाट अहिले क्रस गरेर यतापट्टिबाट बनाएको छ है यहाँ चाहिँ बनिरहेको फुलहरू है एकदम ओपी ठाउँछ ओपी मनाङ होइन मनाङ छिर्ने बित्तिकै चाहिँ यो लाइक छुट्टै संसार छ कि दुनियाँ छुट्टै छ एज यु क्यान सी आमा अगाडि त मस्तै हिउँ परेको छ यो चाहिँ रिसेन्टली पानी परेको भएर चाहिँ हिउँ परेको हो अलिकति हाइटमा मजाले हिउँ बस्दो रहेछ र बाइकर्सहरू सबैजना बस्नु भएको छ यहाँको एकछिन दृश्यपान गर्ने र फोटो सेसनको काम भइरहेछ हाम्रो कतिपय चाहिँ टेन्ट यतै गाड्न पर्छ कि भन्ने सोचिरहेको छौँ तर अहिले त्यति हतारिहाल्नु पर्दैन जति हामी माथि गयो उत्तिकै झन् राम्रो दृश्यहरू पाउँछौँ हाम्रो सुनिल दाई हुनुहुन्छ स्विपर बढार्दै आउनु भएको छ लास्टबाट उहाँको झाडु हराएको छ बिच बाटोमा हेलो कोदालो दाई कुचो खोइ एकदम बबाल रमाइलो भइरहेको छ तपाईँले चाहिँ हलो होइन कि कुचो भन्ने हो स्विपर होइन तपाईँ कुचो भन्ने हो भाइ कुचो भन्ने हो हाम्रो यहाँ मिस्टर टिकटक चौलगाई उहाँ टिकटकमै व्यस्त हुनुहुन्छ अहिलेसम्म र माफिया चाहिँ फोटोसुटमा व्यस्त रोहित भाइ चाहिँ अब सबैजनालाई फोटो खिच्यो भिडियो खिच्यो भनिरहेको छ रोहित भाइको चाहिँ म एकदमै अघिदेखिबाट फोटो भएन एउटा भिडियो खिचिदिनु न मेरो यही फोनबाट यहाँहरूलाई भन न यहाँ म यहाँ बनाइरहेको छु कि सब खाली छ नि यार
चामे पुग्दैछौँ होइन यही नै हो चामे के हो बजार चाहिँ ठिकै रहेछ है ज्यादा दिनु पनि होइन ज्यादा स्मल पनि होइन यहाँनिर एकछिन बस्ने केही भएको हो कि प्लान भएको एनआरएम चाहिँ आइपुगेको छैन यो होइन अर्को खलाको छेउ है हामी धेरै गाडी गरिसकेका छौँ लगभग अबको यो कति 12-15 घन्टा ट्रेकिङ पनि सुरु हुन्छ होला एनआरएममा फाइनली आइसकेका छौँ होइन सबजना राइडरहरू राइडर्स ठुलो राइडरहरू धेरैजनाहरू होइन हाम्रो चाहिँ हाम्रो दाइ बडी बिल्डर दाइ गाडी लगाएर ह्याप्पी न्यू इयर मेरो पालि भिडियो गरिदिउँ न गर न भिडियो गर्नु न गाइस हामी चाहिँ होइन फाइनली एनआरएम छिर्दैछौँ है हाम्रो हेटोडाको टोली सबजना यो पनि सिधैमा छिर्यो जानलाई रेडी भएर बसिरहेको छ ल सबजना बाइकबाट फुटफुट गर्दै भिडियो छिरिसकेका छन् होइन हामी पनि बिस्तारै सबैजनालाई बचाउँदै गरिरहेको छौँ है गाइस अलि सबजनाले बाटोमा फुटफुट चाहिँ ज्यादा हान्नु पऱ्यो एनआरएमको गेट पनि पास भइसकेका छ हामी होइन कस्तो भइरहेको छ हेर्न गइरहेछौँ प्रशासनहरूको पनि अलिअलि राख्नु भएको छ होइन सबजना गाइजहरू यता छन् है
आइपुग्दाखेरिको तिम्रो केही? एकदम रमाइलो भयो बाटोमा केही भएन आनन्दले आइपुग्यो आनन्दले फर्किन पाऊँ एकदम खुसी लागिरहेछ हाम्रो माफिया दाइ भर्खरै कसलाई लिएर भाग्नु भयो भन्ने खबर आइपुगिरहेको थियो होइन के छ त दाइ तपाईँको? ठिक छ भाइ एकदम कस्तोवाला भाइ आइरह बबाल एकदम गुडवाला होइन त एकदम कति गाह्रो भयो दाइ यात्रा? गाह्रोमै मजा छ भाइ गाह्रो त हुनु परिहाल्यो नि होइन हेलो दाइ हाम्रो रबिन दाइको यसो सुनाउनु त कस्तो लाग्यो बाटोमा कतिको गाह्रो भयो अब आइपुग्दाखेरि दाइ यता सम्पूर्णलाई नमस्कार फाइनली हामी एनआरएमको इभेन्ट पोइन्टमा आइपुगेका छौँ बाटोमा एकदमै रमाइलो है मनाङ आउँदाखेरि एनआरएम त आफैमा रमाइलो इभेन्ट भइहाल्यो बाटोमा हिँड्दाखेरि त्यत्तिकै हामी मस्ती गर्दै आयो अलिकति ठुलो ग्रुप हुँदाखेरि अझ त्यो छुट्टै खाले भाइब्स आयो अलिकति रोड चाहिँ त्यति साह्रो चाहिँ मान्छेले भने जस्तो चाहिँ खतम पनि होइन एकदम इजिली यु क्यान कम अनि स्कुटी लिएर पनि आउन सकिन्छ अहिले हामी यहाँ एनआरएमको इभेन्टमा छौँ हामी 22-25 जना छौँ हेटौडा इनफिल्डर्स मकवानपुरबाट यतिखेर यहाँ आइपुगेका सो फाइनली वेयर हियर अब कहीँ कतै क्याम्पिङ जोन अब कहीँ कतै टेन्ट लगाउने हेर्छौँ हामी आधी जस्तो हामी यहाँ टेन्टमा बस्छौँ आधी जस्तो हामी होटलमा बस्छौँ बट अनफर्चुनेटली हामी भोलि तिलीचोकको लागि प्रस्थान गर्छौँ एकदम मन थियो 4 दिनसम्म यो इभेन्टमा बस्नलाई बट यहाँ आएको बेलामा अलिकति थोरै टाइम हुन्छ हामी जब गर्ने मान्छेसँग त्यो थोरै टाइममा सबै म्यानेज गर्नुपर्ने हुन्छ हामी तिलीचोकको लागि भोलि नै यहाँबाट निस्किन्छौँ एन्ड विल बी ब्याक लेट्स होप हामी चाहिँ यो ग्रुपलाई नै फेरि भेटाएर चाहिँ सँगै जाने हामीले प्लान गरेका छौँ कतिको सक्सेस हुन्छ हामीलाई वेदरले कति साथ दिन्छ हाम्रो बडीले कति साथ दिन्छ हामीलाई यो नेचरले कति साथ दिन्छ निड टु सी इन्जोय ओके बाइ हेलो नमस्ते फाइनली हियर सौरभ टेन्ट लगाउँदैछ सबैभन्दा स्टेजको नजिकै टेन्टहरू एक दुईवटा सेटअप भइसकेको छ यो सेटअप हुँदैछ हालौ न पहिले त्यता त्यहाँ जोडौ न ए बा अलि यता ल्याउ न एकैछिन पुग्दिन त हजुर एकदम बबाल हाम्रो रविन्द्र भाइ पुरा टेन्टमा व्यस्त हुन्छ यहाँ मैले त्यही सुने यसो कभर खोइ अर्को अनिलको हो यो अनिलको र मेरो एउटा अनिलको थ्री पर्सेन्टवाला मेरो यसमा दुईजना बस्नु मिल्यो नि त एक्लैलाई ठिक रहेछ मलाई त एक्लैलाई हुन्छ नि तिमी रोहित तिमी सँगै सुत्ने भने होइन अस्ति त तेरो मसँग सुत्यो ओह्रालो छोरा राजा के अलि ओह्रालो हो कि दाइ च्यापेर सुत न ओह्रालो के फरक पर्छ अलि ओह्रालो हो यता फर्काइदिने होइन अनिल रविन्द्र भाइ एकचोटि यहाँसम्म हाल्ने हो यहाँ जुत्ता खोल्ने हो जुत्ता खोलेर भित्र छिर्ने हो नो टच सुज बिहान उठ्दा जुत्ता नभेट्ला नि दाइ अलिकति टेन्ट चाहिँ उ भयो तिमीले टेन्ट ल्याउनु पर्थ्यो नि के चिसो हुनु यार यतिको ठिक हो टेन्टमा बस्न एकदम दामी वेदर अन्त कुर्सी पनि ल्याएर एकछिन आरामले बस्नु पऱ्यो यार कुर्सीमा ऊ अनिललाई ल्याइदियो एउटा कुर्सी खोइ अनिलको खोइ यस्तो पनि मजा आउँछ नि क्याम्पिङ गर्न आए मान्छे होटेलमा बस्न आएर होइन म चाहिँ म कस्टम टेन्ट ल्याउँथेँ उसले टेन्ट 60,000 टेन्ट अन्त 60,000 यसको चाहिँ कति आउँछ यो त 2025 आइसी सो गाइस तपाईँहरूलाई म हाम्रो इभेन्ट प्लेसको अलिकति टुरी गराउने छु यहाँनिर चाहिँ हाम्रो क्याम्पिङ जोन रहेको छ एज क्यान सी यहाँ टेन्टहरू लागिसकेको छ हामी चाहिँ अलिकति लास्टमा आउने मध्यम पऱ्यो है त्यही भएर हामी स्टेजको छेउमै छ यस केटाहरूले अलिकति साइडमा गरेको भएदेखि अलिकति एउटा प्राइभेसी हुन्थ्यो होला बट जति पनि ठाउँ छ टेन्टको लागि मस्तै यो बिचबिचमा लाइटहरू राखेको छ है एज यु क्यान सी
सल्लाघारीको जङ्गलको बिचैमा टेन्ट नै टेन्ट। मेरो भाइहरू एक लट भाइलाई खोजेर आउँ अनि त्यसपछि डुलौँला। हाम्रो ब्रदरहरू आउनुभएको छ यहाँ। ब्ल्याक हक ब्रदरहरू कुन ठाउँदेखि हो? Assam. Yeah, guys from India. Welcome bro. हाम्रो इन्डियादेखिबाट आउनुभएको छ। यहाँनिर ब्ल्याक हक भन्ने Eastern Riders, Black Hawk, then Motorheads, Louis Riders, Redland Brothers, all from Assam. Welcome brothers. Thank you bro. Hi, hello. I'm from Assam. Hetauda Infielders, Makwanpur. स्टिल यहाँ टेन्टहरू लाग्ने काम भइरहेको छ। सुनिल दाइहरूको यतापट्टि टेन्ट सेटअप भइरहेको छ। यहाँनिर अर्को पनि टेन्ट छ, ह्यामक। यहाँ ह्यामक पनि सेट भइसकेको छ। आई थिङ्क इट्स नट हाउस, यो चाहिँ हाम्रो होस् लाने ह्यामक। नवराज दाईको टेन्ट छ एकदमै। उहाँले चाहिँ ठ्याक्कै आर्मी ब्यारेकबाटै ल्याउनु भएको टेन्ट छ। उहाँ चाहिँ एकदम आइटीबाट ल्याउनु भएको। आइटीमा जाँदाखेरि हेलो नमस्ते नमस्ते कुन क्लबबाट हजुर? सेम देवन सोलो राइडर भद्रपुर झापा भद्रपुर। वेलकम टु एनआरएम। थ्याङ्क यू भेरी मच ब्रदरहरू। दिपाङ्कर लामा फ्रम सिलिगुडी from India. From India, yes. We had met yesterday, I guess. We met, but let me introduce myself. Okay. I'm a social disease. Though I come for you, well, leave you on your knees. I'm Ashish Gurung from Kalimpong, representing REHT. And I am with my brother from a different mother, Sanjog Gurung, Tango. Okay, bro. Welcome to NRM. Yeah. आउनु भएकाहरूलाई चाहिँ यहाँनिर एउटा टी-सर्ट गुडी ब्याग समथिङ के छ भन्नुभएको छ। आउनु बाँकी छ हामीहरू चाहिँ। हामी केही बेरमा आउँछौँ। मग पनि रहेछ जस्तो लाग्यो यसपालि। हामी चाहिँ क्लबको एकैचोटि आउँछौँ यहाँनिर। एकदम यहाँ एकदम फेभरेट ठाउँमा आइपुगेको छ हामी भट्टीमा है। यो चाहिँ अब यो एनआरएम इभेन्टभरिमा चाहिँ सबभन्दा मोस्ट लभ प्लेस हुनेवाला छ। बाफे यो छाङ खायो भने ढल्छ होला पुरै। एकदम तिर्खा लाग्दाखेरि एकदम घाममा बसेर खाँदाखेरि एकदम सिरिल ल यो चाहिँ अब हामी यो छाङ खाएर पुरै ह्याङ भएर ढल्ने हामी प्लान छ। हेलो नमस्ते। यहाँ चाहिँ हामी अब के पाउने चिजहरू लिउँ भनेर आएको। ओके सो हाम्रो यहाँनिर यसपालिको इभेन्टमा चाहिँ हाम्रो एउटा टी-सर्ट, एउटा गुडी ब्याग, एउटा कप पनि मिल्छ भने मग होइन त? सो हामी यहाँ झोल मोमो ट्राई गर्न गइरहेको छौँ। हामीलाई हल्का भोक पनि लागेको छ। वहाँ यहाँनिर चाहिँ एकदम अर्ग्यानिक चिजहरू, मोमो पनि पक्कै पनि अलिकति स्पेसल हुन्छ भनेर हामी बसेका छौँ। लेट्स सी मोमो भन्दा नि अझ मोमोको सुप कस्तो होला भन्ने लागिरहेको छ। यहाँ चाहिँ लोकेसन यस्तो बबाल छ। ल हेरौँ न डाँडा टुप्पा कहाँ यार। नाइस। मनाङको मिठो चटपटे र पानी फेरि हाम्रो यहाँ बन्दैछ। हाम्रो यहाँ बहिनीहरूले बनाउँदै हुनुहुन्छ। एकदम मिठो बनाउनु है। एकदम अन्तको भन्दा चाहिँ फरक टेस्ट भेटिरहेको छ। यो पक्कै पनि हाम्रो चटपटेको र पानीपुरीको पनि फरक टेस्ट भेटिनेछ भन्ने हामीले एकदम लागेका छौँ। यहाँ हाम्रो दिदीबहिनीहरू एकदम मिठो बनाइरहनु भएको छ। किचन डिपार्टमेन्टमा काको हेर्दै कति अलराइट। मनाङको पानीपुरी कस्तो छ ट्राई गरी हेरौँ। हामी पनि खाउने, हामी पनि खिचौँ भाइ। ल मनाङको पानीपुरी है, सधैँ भैयाको पानीपुरी खाइरहेको आज यताको दामी छ है दामी।
यो अब हामीलाई यो टेस्ट गर्न मन लागेको छ हैन म सबैको प्लेटबाट टेस्ट गर्छु के राम्रो बन्छ भनेर हैन मेरो यो खास सबभन्दा राम्रो काम चाहिँ यो फुड टेस्टिङ गर्ने खाले चाहिँ जब हुन्छ नि किनभने पैसा पनि तिर्नु पर्दैन र हेर्दाखेरि चाहिँ एकदम यो टेक्सचर बाहिरबाट हेर्दा एकदम बबाल छ खाएर हेरौँ अब एकदम दामी छ अर्ग्यानिक पुरा दामी छ गाइस एकदम चिसो छ है सकिसकेछ यार स्कुल भेटेदेखि खोइ हामीले कहीँ भेटे यार सो मनाङको वेदर चाहिँ अलिकति आज विन्डी अलिकति पानी पर्ला जस्तो अलिकति कस्तो भएर हामीले चाहिँ टेन्ट ल्याएर हामीले रुम बुक गऱ्यौँ 5-6 जना हामी आजको लागि सेफ छौँ जत्रो हावाहुरी बतास सिना तुफान आए पनि हामी सेफ छौँ अब त्यो इभेन्टमा चाहिँ के हुन्छ हेरौँ अब पानी पऱ्यो भनेदेखि अलिकति गाह्रो हुनसक्छ त्यहाँनिर हामी अर्काको टेन्टमा गएर घुस्दिन्छौँ पानी पऱ्यो भने अथवा घुस्दाखेरि पनि त्यहाँ भिजियो भने हामी रुममा आएर सुत्दिन्छौँ आजको लागि अनि भोलिबाट हामी फ्रेस स्टार्ट गर्छौँ मेरो फेस पुरै आएको छ नि पुरै आएको छ नि होइन हामी चाहिँ बस्नेहरू चाहिँ लगभग हामी Let's welcome our brothers from Leap Arunachal. Welcome our brothers from all the way from Arunachal Pradesh, India. Make some noise, boys. For Leap Arunachal Pradesh. एकदम म्युजिक सुनिरहेको छु स्न्याप बनाइरहेको छु फोटो खिचिरहेको छु टेन्टमा बस्ती छ है हाम्रो सुरज दाइ चाहिँ आएर घप्लक्क सुतिसकेका छन् दुईजनाको टेन्ट के छ जाडो भएको छैन नि गाई एकदम सही तातो छ ब्रदर होइन मजा भनेको यस्तै हो कि होइन एकदम सही छ ल हाम्रो दाइहरू चाहिँ घप्लक्क निदाइसक्नु अरू टेन्टहरूमा त कोही भेटेन हामी चाहिँ होटलमा सुत्न जान्छौँ ल गुड नाइट है दाइ गुड नाइट ब्रदर यसै गरी तेस्रो दिन हाम्रो एनआरएम नसकिँदै हामी मनाङबाट खान्सारुँदै तिलिचोको लागि अगाडि बढ्छौँ एनआरएमभरि पुरै बस्ने हाम्रो मन हुँदाहुँदै पनि हामीले त्यो लिमिटेड टाइममा मनाङसम्म आइसकेपछि तिलिचो पनि पुगौँ भनेर तेस्रो दिन हामी तिलिचोतर्फ अगाडि लाग्छौँ र तिलिचोसम्मको ब्लग तपाईँहरूलाई हामी अर्को एपिसोडमा प्रस्तुत गर्नेछौँ कृपया हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला र किप ट्युन फर तिलिचो ब्लग सो यहाँसम्म हेरिदिनु भएकोमा सबैलाई थ्याङ्क यू एन्ड अफकोर्स भिडियोलाई लाइक पनि गरिदिनु होला